नमस्ते साथीहरू, म चाहिँ कुवेत गएर आएको 10-12 दिन भयो। घरको काममा गएर आएको हो हैन। मुड फ्रेस गर्दैछु, डुल्दैछु किनभने छुट्टी थिएन मलाई। अनि त्यसपछि रेस्ट पनि थिएन। कुवेतमा जति पनि काम गर्ने नाना आङाहरू हुनुहुन्छ उहाँहरूलाई पनि छैन है, सिधै भनिदिन्छु। अनि मलाई टिकटकमा कमेन्टमा अनि त्यसपछि इनबक्समा अनि त्यसपछि मेरो वरिपरि साथीहरू हुनुहुन्छ नि मलाई जसले सोध्नुहुन्छ कुवेतमा घरको काममा जाँदा राम्रो किन जाँदा राम्रो हैन। अनि त्यसपछि त्यहाँको वातावरण के हो कस्तो हो हैन सोधिरहनुहुन्छ। अनि मैले चाहिँ भनिराख्न भ्याएन एक एक गरेर। सो आज भिडियोबाट भन्दैछु। भिडियो लामो भयो भने पनि हेरिदिनु होला हैन। कोही गइसक्नु भएको छ सेयर गर्नुहोस्, जाँदै हुनुहुन्छ अथवा जाने तर्खमा हुनुहुन्छ उहाँलाई सेयर गर्नुहोस् है। यो भिडियो चाहिँ पहिलो कुरा त तपाईलाई के थाहा हुनु पर्यो भने तपाईँ कुवेतमा जाँदै हुनुहुन्छ एज अ घरको काममा भने नेपाल सरकारले तपाईलाई घर आइसी काममा जानलाई अनुमति दिएको हुँदैन। तपाईँ त्यहाँ जाने भनेको इलिगली हो। तपाईलाई फ्री भिजा फ्री टिकटमा सबै चिज मिलाएर यहाँको एजेन्टले कुवेतसम्म पुर्याइदिन्छ। अनि कुवेतमा पनि एजेन्ट हुन्छ हामीलाई रिसिभ गर्ने। अनि त्यसपछि त्यहाँ रिसिभ गरिसकेपछि तपाईको मूल्य वृद्धि हुन्छ। त्यहाँ मूल्य वृद्धि कसरी हुन्छ भने यहाँबाट हामी जाँदाखेरि 520 देखि 500 केडीसम्म त्यहाँ पुग्ने भयो। त्यहाँको एजेन्टले किन्छ हामीलाई। त्यसपछि त्यहाँको एजेन्टले साउसाउनीलाई हामीलाई बेचिदिन्छ 700 केडीदेखि 1000 केडीसम्ममा है। अनि बेचिदिन्छ भन्दाखेरि पनि नराम्रो सुनिहाल्ला, यो बेचिएकै हो। तर यसमा चाहिँ लाइफलाई ग्रो गराउने एउटा चान्स पनि हो हैन। किनभने पैसा छैन राम्रो ठाउँमा लागत गरेर जानलाई अथवा ऋण परिरहेछ हैन, त्यस्तो अवस्थाकोहरूलाई एउटा चान्स पनि हो लाइफ ग्रो गराउनलाई। किनभने मासिक स्यालेरी पनि दिन्छ है। तपाईलाई एउटा मेसिनको रूपमा तपाईलाई किनेर लग्ने हो के। अनि त्यसपछि तपाईले एउटा मेसिन जस्तै तपाईलाई जतिखेर जति भन्यो त्यति काम गर्नुपर्ने हुन्छ है। छुट्टी अथवा रेस्ट टाइम भनेको लिमिट त्यो केही पनि हुँदैन है। तपाईलाई ह्युमन बिइङ भनेर थाहा छ, तपाईलाई मान्छे जस्तो व्यवहार गर्न आउने साउसाउनी पर्यो भने तपाईलाई त्यही अनुसारको ट्रिट मिल्छ, रेस्टहरू मिल्न सक्ला है। तर काम त गर्नै पर्यो। अनि त्यसपछि तपाईलाई चाहिँ मैले किनेर ल्याइसकेँ यसलाई अनि मैले चाहिँ मासिक स्यालेरी पनि दिइरहेको छु, यसलाई चाहिँ जे भने नि हुन्छ जे गरे नि हुन्छ त्यस्तो टाइपको साउसाउनीहरू पनि पर्न सक्छ है। सो म चाहिँ के भन्छु भने तपाईँ नेपाल सरकारलाई थाहा छैन तपाईँ कुवेत जानुभयो भनेर त्यसपछि कस्तो घरमा काम पर्ला हैन, कस्तो साउसाउनी पर्ला त्यो पनि थाहा हुँदैन हैन। त्यो अवस्थामा चाहिँ तपाईँ के हुनु पर्यो त स्ट्रङ हुनु पर्यो। तपाईँ चाहिँ म जस्तै काम परे नि गर्छु, म जति लङ टाइम काम परे पनि गर्छु हैन। मलाई थकाइ नमानी म झ्याउ नमानिकन हैन, मलाई निन्द्रा नलागिकन त्यस्तो टाइपले काम गर्ने एउटा इनर्जी छ भने आफूले आफूलाई जिम्मा लिएर जान सक्नुहुन्छ भने तपाईँ जानुस् कुवेत। नत्र चाहिँ प्लिज नजानुस् ल। किनभने त्यहाँ कति नानाहरू आङाहरू हुनुहुन्छ, कति मेहनत गरिरहनु भएको छ क्या, कति लङ टाइम काम गरिरहनुहुन्छ छुट्टी नभए पनि रेस्ट नभए पनि हैन। एकदम मेहनती आफ्नो लगनशील भएर काम गरिरहनु भएको हुन्छ हैन। अनि त्यही भएर त्यो नानाहरूलाई त बिग रेस्पेक्ट गरि नै हाल्छु मैले हैन। मेरो तर्फबाट बिग रेस्पेक्ट छ। अनि त्यसपछि 2-4 जना नानाहरू हुनुहुन्छ हैन जसले कुवेतबाट पेट बोकेर आए भन्नुहुन्छ हैन। अनि त्यसपछि मान्छेहरूको दिमागमा के पर्छ कुवेतको घर काममा गएपछि पेट बोकेर आउँछ भन्ने टाइपको। त्यो भनेको मेहनत गर्न नसक्ने, मेहनत नभएको एउटा लाचार मान्छे जान्छ यहाँबाट। अनि त्यसपछि साउसाउनीले भने जति काम गर्न सक्दैन, मेहनत गर्न सक्दैन। अनि त्यसपछि घर छोडेर भाग्छ। भागिसकेपछि इलिगल मान्छे यसै इलिगल भइजान्छ। अनि त्यसपछि के त विकल्प, केटाहरूसँग सुत्छ अनि त्यसपछि पेट बक्छ, नेपाल आउँछ। अनि त्यसपछि भन्छ कुवेतमा साउसाउनीले के गरे, साउले पेट बोकाए। तिमीलाई राम्री देखेर त्यहाँ लगेर पेट बोकाउने बलात्कार गर्ने होइन के। हामीलाई भनेको एज अ मसिन एउटा काम गर्ने कामदारको रूपमा किनेर त्यो पनि मासिक स्यालेरी दिएर लाने हो। त्यसैले तपाईँ यदि मेहनतिलो हुनुहुन्न हैन भने तपाईँ नजानुस्। तपाईँ गएर किन बिल्ला गर्नुहुन्छ? त्यो दुधे बच्चा च्याप्दै छोडेर गएको, त्यहाँ मेहनत गरेर बच्चाहरूको भविष्य हुन्छ कि भनेर गएको नानाहरू हुनुहुन्छ। अनि कति सङ्घर्ष गरेर हैन, कति स्ट्रङ भएर आफूले आफूलाई स्ट्रङ बनाएर काम गरिरहनु भएको नानाहरू हुनुहुन्छ त्यहाँ हैन। सो उहाँ त्यो नानाहरूको बेइज्जत हुने गरी चाहिँ तपाईँहरू काम गर्न नसक्ने मान्छेहरू गएर त्यहाँ बाहिर गएर यताउति गरेर त्यो नगर्नुहोस् के हैन। त्यो भन्छु म चाहिँ। अनि अर्को कुरा के छ भने कुवेतबाट अरू पनि के कुरा आइरहेको हुन्छ भने मलाई बेचियो, म बेचेँ, के भन्दैछौ?
तिमी मात्रै होइन, हरेक कुवेतमा काम गर्ने घरायसी नानाआङाहरू बेचिएको छ। बेचे पनि तिमीलाई मासिक स्यालेरी पाउँछ। मैले पनि पाएर आएको हो हैन। हामीले मासिक स्यालेरी पाउँछ। 2 वर्षको ग्यारेन्टीमा आज एउटा मसिनको रूपमा तिमीले काम गर्नुपर्छ। तिम्रो 2 वर्षको अवधि सकिएपछि तिमीलाई नेपाल आउन पाउँछ। तिम्रो मेहनत, तिम्रो लगनशील छ भने कुवेतमा घरको काममा गएर पनि तपाईले एउटा चान्स जसरी आफ्नो लाइफस्टाइल चेन्ज गर्न सक्नुहुन्छ है। अनि म त अल्छी लाग्छ, मलाई काम गर्न जागर चल्दैन, म लङ टाइम ड्युटी गर्न सक्दैन, त्यस्तो टाइपको हुनुहुन्छ भने नजानुहोस् हैन। अब कति हुन्छ, अब मेरो छोराछोरीको भविष्यको लागि भए पनि म जान्छु हुन्छ, गइसकेको हुन्छ, छोराछोरीको भविष्य हेरेरै काम गरिरहनु भएको हुन्छ हैन। त्यस्तो नानाहरू पनि हुनुहुन्छ त्यहाँ। त्यसैले तपाईहरु आफूले आफूलाई जिम्मा लिएर आफूले आफूलाई म चाहिँ सबै काम गर्न सक्छु, जति काम रानी गर्न सक्छु हैन, एउटा मसिनको रूपमा लिएर चट्ट जान सक्नुहुन्छ भने जानुस्। म त्यति कुरा भन्छु। त्यो कुवेतमा घरको काममा गएर भागेर यताउति त्यो सब नगराउने यार भन्छु म चाहिँ है। यति नै हो। कुवेतको घरमा अब साउसाउनीहरूले ह्युमन बिइङ भनेर बुझ्छ भने उहाँहरूले त्यस्तै ट्रिट हुन्छ, नबुझ्नेहरू पनि पर्छ त्यस्तै ट्रिट हुन्छ है। अनि कुवेतमा पुगिसकेपछि तपाईँ बेचिएकै हुन्छ, तर तपाईँले मासिक स्यालेरी पाउनु पनि हुन्छ है। अब खर्च छैन, लाइक ऋण लाग्यो अथवा पैसा पेमेन्ट गरेर जानलाई राम्रो क्यास मनी छैन हैन, दुःख परेको छ, त्यस्तो नानाहरू हुनुहुन्छ भने मैले यो भिडियो हालिदिएको छु, उहाँहरूलाई पठाइदिनुहोस्। त्यस्तै नानाहरू जाने हो कुवेतमा घरको काममा। यस्तो स्ट्रङ नानाहरू देखेको छु मैले हैन। मैले मेरो सेल्फ मैले भोगेको छु के। म जब कुवेत गएँ मैले के सोचे थिएँ, लाइक घरको काममा अब टाइम टु टाइम काम होला गरिहालिन्छ नि। तर त्यहाँ गएपछि मैले थाहा पाएँ के, बच्चा हेर्नेदेखि लिएर खाना बनाउनेदेखि लिएर यो लङ टाइमसम्म हैन, जतिखेर अरायो त्यतिखेर गर्नुपर्ने हैन, मैले धेरै भोगेँ। कति नानाहरूले भोग्दै हुनुहुन्छ के। तपाईहरु पनि स्ट्रङ हुनुहुन्छ, भोग्न सक्नुहुनुहुन्छ, जानुस् नत्र नजानुस् है। त्यति भन्छु म चाहिँ। एन्ड थ्याङ्क यू। म धेरै बडबडाए जस्तो लाग्यो, मैले धेरै बोले जस्तो लाग्यो है, माफ गर्नु होला। नानाहरू कतिजना हुनुहुन्छ उतै, उहाँहरूलाई के भन्छ भने लभ यू, आई रियली रेस्पेक्ट। म एकदम रेस्पेक्ट गर्छु यस्तो मेहनती नानाहरू हुनुहुन्छ है। म त नेपाल आएर घुमिरहेको छु, डुलिरहेको छु, हजुरहरू पनि आउनु होला, घुमौँ होला हैन, के गर्ने। मैले पनि आश मारेको थिएँ नेपाल फर्किन्छु भनेर हैन। तपाईहरुले पनि आश मार्ने क्रममा हुनुहुन्छ होला, त्यसरी आश नमार्नुस्। अझै हिम्मतले, अझै जोस जागरले काम गर्नुस्, आफ्नो एकदम केयर गर्नुस्। लभ यू सो मच अल हाउसमेट नाना।